हजुर हिँडेर आइयो कोरेगाउँबाट आउनु हो हजुर टाढै हुँदै आइयो पल्लो हजुर यो कुरा गाउँ तर सुनसान भएछ है मान्छे गएछन् मान्छे छैन घर खाली छ त्यहाँ जम्मा कति हाल्यो 4वटा कि 5वटा घर त मान्छे यस्तो पानी चटक्क स्वर्ग छोडेर जाने सराप त लाग्छ होला बा स्वर्ग हेर्नुहोस् त बाटो आशै दाउरा पानीको दुःख छैन पानी त खोल्चा खोल्चा रहेछ हेर्नुहोस् फ्री छ पानी दाउरा पनि फ्री हो यस्तो स्वर्ग ठाउँ छोडेर जानेलाई त कुनै जुगमा लहर छ लखन त दाउरा फ्री भनेर पैसा दिनु पर्दैन के कति आफ्नै मन हो यहाँ मान्छे धेरै छैन हैन ठुलो बोट काट्दैन सुकेहरू के जले काटी पनि भयो सुकेको दाउरा चाहिएको काट्न पर्यो कसैको हल्ला छैन केही छैन जे लाए पनि फल्ने रहेछ कि फेरि फल्ने भयो नि अहिले जम्मै ब्रिटिस आर्मीहरू कोरिया जापानमा कहाँ कहाँ अमेरिकाहरू छन् घर त मतलब पोखरा छैन घर त ठुलो त्यो अमेरिका भए पनि ती त्यहाँ तपाईँहरू जति खुसी छैनन् के अरे छैन कुन दिन लहट्ने हो फेरि बजारमा जग्गा नभएपछि बहिनी आउनु पछि यही सर्छन् क्या गाउँमै आउँछन् कुन दिन यो सिमी भुइँले ल्याउँछन् के त फेरि फर्काएर त्यो त ठिकै भन्नुभयो तपाईँले भन्ने कुरा सही न हो कि भने त स्वर्ग होइन यो त जन्मेको ठाउँ त बरु त्यो उहाँको कमाएर लिएर यहाँ चाहिँ तिनीहरूले गर्नुपर्ने कि राख्नुपर्ने यही सुविधा गाडी आउँथ्यो इन्टरनेट जोड्ने हो के जोड्ने हो त्यही त कि मान्छे छन् 4-5 घर छ त्यो पनि 5 घर छ कि 2 3 4 5 दिनरात पोखरा जान्छ 4 घरमा मान्छे 4-5 घर 5 घर छ बाइकमा नै हिँडेर आउनु हो हिँड्दै हामी हेर्नलाई हाम्रो चाहिँ घर चाहिँ हाम्रो गुल्मी हो गुल्मी हजुर यहाँ पोखरा आएको अनि यसो हामीलाई त उतै गाउँतिरै बस्न मन लाग्ने यहाँका रस्ती बस्ती मजा लाग्छ के यो त राम्रो छैन हाम्रो गाउँ आटेरको अब अगाडि होमस्टे रिसोर्ट त ठुलो हजुर अनि त्यहाँ गएर बसेर उ गर्नु पर्ला कि रिसोर्टमा राम्रो होमस्टे गर्नु नि रिसोर्ट गर्ने आफ्नो यस्तो राम्रो गाउँ छ यार एक घर त गुल्मी पर्यो बाबु हजुर टाढाबाट आउनु भएको छ त गाउँै रमाइलो लाग्छ कि हजुर गाउँै रमाइलो लाग्छ ए अहिले तिनी मान्छेले सपनामा गाउँ देख्छन् होला कि नै खै देख्नु नि सक्छ होला नि देख्नु सक्छ होला नि भन्न सकिँदैन तर यस्तो गजब लाग्यो कि यहाँ हरेक चिज उत्पादन हुने छ ठ्याक्क यस्तो राम्रो ठाउँ गुल्मीबाट कहिले आउनु भएको त हामी 3-4 भए घुम्न आउनु भएको हजुर पोखरातिर आइयो अनि यो भाइहरू त्यहीँ पोखरा बसेर पढ्छन् अनि म चाहिँ उताबाट आएको म जतिपल्ट गाउँ चाहिँ एउटा गाउँमा घुम्न जान्छु कि एउटा डाँडो कहिले त अर्को डाँडोमा कहिले त्यताको डाँडामा अनि अहिले यो डाँडो घुमेर अनि यो के अरे त्यो ठाउँको नाम त्यो अगाडि फुलको छ नि यहाँ संसार देवी मन्दिर छ त्यहाँबाट एयरपोर्ट देखिन्छ त्यहाँबाट एकदम घाम त ए ऊ त्यो अगाडि ऊ त्यो तल्लो एउटा बुट देखिन्छ नि डाँडामा ठुलोमा ऊ त्यो एउटा घरको आडामा ऊ त्यो मेरो घर हो त्यो आडाको ए हजुरको नि होमस्टे हो होइन बाबु ए यस्ता बुढापाका मान्छे बस्ने गाउँघरमा दुःख सुख कुरा गर्ने कस्तो संसार छ यहाँ हजुरले के गर्नुहुन्छ टिचर गर्नुहुन्छ कि अफिसबाट काम गर्नु म यो पहिलो त ट्रेकिङ टुरिस्ट गाइड पनि टुरिस्टहरू पनि घुमाएर हिँडेँ अहिले चाहिँ यसो पढाउने स्कुलमा हजुर गजब लाग्छ मलाई त यो स्वर्ग हो हाम्रो त हेर्नुहोस् मान्छेहरू विदेशमा गएका छन् कतिलाई लहर छ थाहा छैन अरूको देशमा यहाँ त कसले के भन्छ खै आफ्नो राज्य हो नि आफ्नो राज्य हो दुःख सुख साटासाट मेला पर्व आउँछ हिजो क्रिसमस आएको पुरा मनाइरहेछन् उहाँ अरूको किन मनाइदिनु पर्यो क्रिस्तानको हो त्यो त क्रिस्तानहरूको हो नि त्यही त आफ्नो मनाउ यहाँ हुन्थ्यो भने त आफ्नो मनाउँथ्यो रमाइलो हुन्थ्यो नि उहाँ चाहिँ उसको सबैले त्यही मनाउँछन् लाजाले पनि मनाउनु पर्ने छ कि जम्मलाई छुट्टी गरेका छन् नि हिजो त अनि क्रिसमस भनेर मक्ख परिरहेको खास छुट्टी नगर्ने क्रिसमसको त कसरी हुन्छ त्यो त आफ्नो विदेशको हाम्रो देशको धर्म होइन नि त्यही त कि सब पैसालाई बेच्यो कि
कति वर्षको हुनुभयो म हजुर म तपाईँको 74 ए 74 वर्ष हुनुभयो हजुर अझै यस्तो बोल्लो बाङ्गो हुनुहुन्छ अझै काम गर्न सक्छु बोल्लो यस्तो बोल्लो बाङ्गो हुन्छ यहाँको लोकल खाना खाएर अर्ग्यानिक खाना हाम्रो जमानामा वस्तु भाउ पाल्नु भएको होला 5 रुपियाँमा घिउ खाएको जमाना हो नि अहिले त्यो घिउ 12-1300 भयो जमाना कहाँ गयो कहाँ अझै पनि घरमाको घिउ टनक्क खाँदाखेरि त ज्यान खाइन्छ अहिले त घरमा दुहुन्छ नि टाइम टाइममा खाइन्छ किनेर अलिअलि भात अब तल पोखरातिर बस्नेलाई घिउ दिने भने त छेरिहाल्छन् पत्तै काम नभएर नपसिन्छ नि काम छैन बसेर खाने त्यो ज्यान ब्रोइलर कुखुरा जस्तै दाना खाने हाल्नु चल्ला त्यही त के ज्यान चले पो बलियो हुन्छ नसा खुम्च्या छ तिनीलाई प्रेसर रोग तिनीलाई लाख होइन झन् तिनीलाई रोग त बसेर खाएछ भने झन् तिनीलाई झन् प्रेसर सुगर कहिले झाँक्रीले हान्छ मलाई त प्रेसर सेसर थाहै छैन अहिलेसम्म सुगरको बरु अलिक ढाड दुख्छ कम उमेरले गरिदिनु होला नि अघि नै एउटा दाउरो घरमा पुऱ्याएर आयो फेरि लिनु जानु लागेको छ यिनी दाउरा हुन् यो होइन बाबु उताको ल्याएको त्यो देख्नु भने डाँडो त्यो बाटोमा एक ठाउँमा छ नि दाउरा यो डाँडो थियो उता हजुर हो त्यहाँबाट गएर दाउरा ठुलो भारी लगाएर घरमा राख्यो फेरि आएको वापिस आएको दिनहरूलाई ट्याक्क आयो लयो घर ट्याक्क हजुर सिधै अब यो बाटो यो त अब त राजमार्गबाट हाइवे जोडिन्छ उहाँ यो बाटो हजुर ए उताबाट हाइवे आउँदैछ यो त महानगरभित्रै पर्यो होइन हजुर महानगरपालिकाभित्र नै पर्यो यस्तो महानगरभित्र परेपछि त विकास त यहाँ त रख हुन्छ नि पछि त मान्छे यहीँ बस्ती बाक्लो बस्ने अब बस्ती कम भइदियो भने मान्छेले चासो कम गरिदिन्छ क्या हजुर अब यो त घरहरू बस्ती राम्रो छ होमस्टेको यहाँ तपाईँको यहाँ रिसोर्ट एकदमै यता जाने बाटोमाथि हेर्नु यहाँ सिधा गएर बाटो ऊ त्यो बिजुली पोल छ नि ऊ वहाँ देखेको नि बाटोमा त्यो अलि अगाडि गऱ्यो भने त एकदम ठुलो होटल छ त्यहीँको मान्छेले किन पोखरा जानु पर्यो यहीँ कमाइरहेछ त होइन ए ठाउँ त आफ्नो सुन्दर बनाउनु रहेछ क्या यिनी के गर्दैछन् यहाँ यहाँ दाउरा लोड्दैछ मुढा यिनी उतै गाउँमा लाने हो त्यो त लाएर गिरा कति सजिलो छ उहाँलाई बाटोमा झार्यो टक्क ठिक छ पाएको सुविधा परे गर्ने हो यतातिर यो तलतिर त बारी थिएन होला है पहिला जेमा धान खेत अब छोडेको हुन् ए यो तलको होइन पुरै धान खेत यो भित्र यो यसमा ऊ पारीको त्यही त शङ्का लागेको थियो क्या मलाई त्यो पारीको जम्मा धान खेत ऊ त्यो बुटोहरू भएको जग्गामा त्यो धान खेत ए त्यही त मलाई शङ्का त लाग्थ्यो अघि है रोशन धान खेत छ त्यता पुरा मान्छेलाई गराइ गरेछन् त्यो तल अझै उता छ त्यो वनभित्र गराइछन्